हेलो नमस्कार सबैजनालाई। आज हजुरहरूलाई म यो युके को अलटमेन्ट जहाँ चाहिँ हजुरहरूले शान्तिनो खेतीपाती गरेर टाइम स्पेन्ड गर्ने रमाइलो गर्ने प्लस शान्तिनो खेती गरेर सागपात अथवा लसुन के गर्न चाहनुहुन्छ त्यो गरेर आफ्नो घर परिवारलाई छरछिमेकलाई दिनको लागि आफूलाई खानको लागि केही उमार्न सक्नुहुन्छ। यो ठाउँ चाहिँ हाम्रो यो न्युबरीको थाचमतिर छ र हामी गयौँ। अब यो गेट ओपन गर्नलाई सुरुमा सबैलाई अलटमेन्ट जसले लिनुभएको हुन्छ उहाँहरू सबैले आफ्नो की पाउनुहुन्छ काउन्सिलबाट। र हाम्रो चाहिँ यो उमेश दाइ हुनुहुन्छ, उहाँले चाहिँ आफ्नो अलटमेन्टमा मलाई आज लाँदै हुनुहुन्छ है त। हेरौँ है त यो अलटमेन्ट हेर्नुहोस् है त। यो प्रत्येक ठाउँहरूमा आफ्नो एरिया तोकेर यो पुरै होल एरिया नै अलटमेन्ट एरिया हो सबैको, अनि आफ्नो क्षेत्र तोकेर काउन्सिलले चाहिँ दिएको हुन्छ। यो अप्लाई गर्नको लागि हजुरहरूले आफ्नो नजिकको काउन्सिलको वेबसाइटमा गएर अप्लाई गर्न सक्नुहुन्छ। वेटिङ टाइम चाहिँ डिपेन्ड्स अन द भाइबिलिटी, कहिले 1 वर्ष 2 वर्ष 3 वर्ष 4 वर्ष हेरिकन हुन्छ। जति सक्दो चाँडो अप्लाई गर्नुहोस्। महिनामा अहिले हाम्रोको एरियाको चाहिँ 70 पाउन्ड छ वर्षमा, 70 पाउन्ड वर्षमा है। यो हेर्नुहोस् है त पानी है त, यो 24 आवर यो पानी उपलब्ध हुन्छ यहाँनिर। हजुरहरूले पानीको लागि चिन्ता गर्नु पर्दैन, काउन्सिलले नै उहाँहरूले नै यो सबै पानीहरूको आफ्नो एरियाको लागि पानी छुट्याइदिएको हुन्छ। र यसरी पानी झिक्ने यो मकैहरू हेर्नुहोस् आफ्नो सबैले आफ्नो गरेको हुन्छ। हाम्रो उमेश दाजुले चाहिँ आफ्नो बारीमा चाहिँ हाम्रो भाउजू पनि हुनुहुन्छ, उहाँ यसरी सागहरू गरेको छ। चाड भन्छ यसलाई चाहिँ, अब नेपालीमा के भन्छ आई डोन्ट नो। यसरी टाइम टु टाइम आएर मजाले पानी चाहिँ हाल्न जरुरी छ, स्पेसली यो समर टाइममा। अहिले एकदम हिट वेभ आइरहेको छ। यहाँ कर्कला पनि देख्न सक्नुहुन्छ, 2टा भाँडामा कर्कला गरिएको छ, अनि मकैहरू पनि छ। अनि त्यसपछि गएर यो अरू पनि छ, यो बकुल्लाहरू यताउता छ। सागहरू त टन्नै, यो भनौँ न यो सिजनमा चाहिँ साग चाहिँ एभ्रिडे खान पाइन्छ, किनभने एकचोटि झिक्नुहुन्छ लैजानुहुन्छ टिप्नुहुन्छ अनि त्यसपछि गएर फेरि 7 दिन जति मात्र फेरि उम्रिहाल्छ। त्यही भएर साग खानको लागि नो प्रब्लम यहाँ छ। यो अलि हेर्नुहोस्, यहाँ कोर्जेटहरू पनि उम्रिँदैछ। त्यसपछि गरी यो बाँकी अरू एरियाहरू चाहिँ अरू नै मान्छेहरूले विभिन्न जात जातिका आफ्नो देशहरूका मान्छेहरूले चाहिँ यो अलटमेन्टमा आएर आफ्नो खेतबारी गरिरहेको हुन्छ। स्पेसली इल्डरली पिपलहरूले आएर गरिरहेको हुन्छ, जहाँ चाहिँ उहाँहरू चाहिँ रिटायरमेन्ट एजमा यसो समय स्पेन्ड गर्नुहुन्छ, अर्ग्यानिक खानेकुरा खानुहुन्छ भनेर यसरी गरिरहेको हुन्छ। र यो हेर्नुहोस् है त, यो म जस्ट यो भिडियोमा यताउता मैले देखाइरहेको मात्रै छु। अनि हाम्रो भाउजूले चाहिँ आफ्नै साबेल बेल्चा लिएर आएर यसरी शान्तिनो खेती गरिरहनु भएको छ। प्लिज है त हजुरहरूले पनि गर्न सक्नुहुन्छ। यसको लागि केही थप जानकारी चाहियो भने मलाई मेसेज गर्नुहोस्, म अहिले जानेसम्मको बुझेसम्मको हजुरहरूलाई म जानकारी दिनेछु। हामीले गरेको होइन, यो हाम्रो चाहिँ यो छिमेकीहरूले गरेको यो प्याजको हो। अब हामी यसरी चाहिँ सबैले आफ्नो तरिकाले पानीहरू ल्याउने गर्छन्। हामीले चाहिँ यसरी हाम्रो उमेश दाजुहरूले चाहिँ यसरी गाडामा गुडाएर सानो, अनि यसरी पानी झिक्यो ट्याक्क लाएर, अनि त्यसपछि पानी जम्मा गर्यो। अनि हामी यसरी पानी लगाएर मजाले, यो स्पेसली समर टाइममा चाहिँ एकदमै पानी हाल्न जरुरी हुन्छ, त्यही भएर पानी हालिन्छ। ल है त, अब एकछिन म यो भिडियोहरू मात्रै देखाउँछु, हजुरहरूले जस्ट भिडियो इन्जोय गर्नुहोस्। अनि फेरि म बिचबिचमा बोली पनि रहनेछु, हजुरहरूलाई म देखाइरहनेछु के छ कसो छ है। इन्जोय गर्नुहोस्। युकेमा यसरी आफ्नो कोही आमा बुवाहरूलाई पनि ल्याउँदै हुनुहुन्छ भने यस्तो खालको व्यवस्था गराइदिनुहोस्, ताकि उहाँहरूलाई टाइम स्पेन्ड गर्न सजिलो होस्। अदरवाइज घरमै बसिरहन हाम्रो आमा बुवाहरूलाई एकदम गाह्रो हुन्छ। यो बारेमा हामीले बुझ्न पनि जरुरी छ। उहाँहरूलाई विदेश ल्याइदिउँ भनेर मात्रै हुँदैन, उहाँहरूलाई विदेश ल्याएर आफू काममा जाने भएपछि चाहिँ उहाँहरूलाई टाइम स्पेन्ड गर्न गाह्रो हुन्छ, किनकि भाषाको समस्या हुन्छ, छरछिमेकमा कोही चिनेको हुँदैन। त्यसको लागि पनि एकदम ध्यान दिनुपर्ने हुन्छ नि। यसरी अब मलाई त पर्सनल्ली चाहिँ त्यति खेती गर्न आउँदैन, मैले पनि सिक्दै गरेको। उमेश दाले सिकाउनु भएको यस्तो गर्ने भनेर मैले त्यति मात्रै गरिदिएँ। अब मलाई खासै अरू केही पनि गर्न आउँदैन, म बिगिनिङ फेजमै छु। अब यसको बारेमा सिक्न चाहिँ मलाई खुब मन लागेको छ, त्यही भएर म चाँडै नै
यसको बारेमा एकदम राम्रोसँग सिकिरहनेछु। मैले आज गरेको भनेको लिटरली यसरी पानी लिन जाने ठाउँमा गएर बकेट ल्याएर पानी ल्यायो, काइन्ड अफ भनौँ न आज मैले चाहिँ मजदुर खालको लेबर वर्क हेल्प गर्छु गाडीमा टन्ने। अनि यसलाई चाहिँ मैले चाहिँ फर्स्ट पार्ट अफ एक्सर्साइज भनेर लिन्छु। काम गर्न, खान र सोध्न कहिले पनि लजाउनु हुन्न, हिचकिचाउनु हुँदैन। त्यो चाहिँ मेरो जीवनको सिद्धान्त नै हो। यसरी मैले आफूले सकेको के सक्छु त्यो मैले हेल्प गरेँ। अनि त्यसपछि बिचबिचमा मैले आइडियाहरू पनि लिएँ, कसरी गर्नुपर्ने, के गर्नुपर्ने, सिजनमा अफ सिजनमा यो कुराहरू सबै मैले सोधेँ। हाम्रो यो साइडमा चाहिँ यो प्याजहरू यताउता, अनि यो आई थिङ्क कोर्जेट हो यो। अनि यसरी मैले चाहिँ हेल्पहरू गरेँ है त। ओके, त्यसपछि मैले धेरै थोरै पानी सानी पनि हालेँ मजाले। एकदम भन्न त मान्छेले भन्थ्यो यो कुकिङ गर्ने र बारीमा खेतबारीमा काम गर्ने भनेको इज काइन्ड अफ थेरापी भन्थ्यो। मलाई त साँच्चीकै लाग्यो। कस्तो आनन्दको बिहानको टाइममा सरर चिसो हावा, हरियो सागपात, अनि त्यसमा अनि माटोसँग जोडिएको कामहरू गर्दाखेरि त साँच्चीकै नै यो थेरापीको रूपमै काम गर्दैछु। म त आई हाइली रेकमेन्ड एनी वान एन्ड एभ्री वान टु डु दिस सर्ट अफ वर्क है। आफ्नो स्पेयर टाइममा मोबाइल चलाउने, भिडियो हेर्ने, फिल्म हेर्ने, वेब सिरिज हेर्ने भन्दा त यो त एकदम राम्रो। अनि हाम्रो छिमेकीले चाहिँ यस्तो यो कुखुरा पालन पनि गरेको रहेछ। यसको बारेमा पनि मलाई यसो बुझ्न मन लागिरहेको छ, कसरी गर्दा, के गर्दा, कतिको साह्रो गाह्रो के हुँदो रहेछ, यो बारेमा पनि म यसो जानकारीहरू लिँदैछु। ल हेर्नुहोस्, यहाँ हाम्रो नेपालमा हुन्छ नि नक्कली काग बनाएर कागहरूलाई बनाएर के अरे यो पुत्ला बनाएर कागहरूलाई तर्साउने यहाँ पनि रहेछ, स्केयर क्रो जस्तै भनौँ न, त्यही त होला नि। यो सबै ओभरअल यो पुरै एरिया नै अलटमेन्ट एरिया हो। सबैले आफ्नो ठाउँमा ल्याएर आफ्नो तरिकाले गरेको छ। अनि लास्टमा सबैसम्म गरिसकेपछि चाहिँ हामीले यसरी सागहरू मजाले उमेशदाइले भाँच्नु भयो, टिप्नु भयो भनौँ न, अब के भन्छ एक्ज्याक्टली के शब्दमा चाहिँ। त्यसपछि यो गर्नुभयो। अनि मैले पनि अब म पनि गर्छु उमेशदाइ, ल्याउनु दिनुहोस् न भनेर। अनि मैले पनि आफूले सागहरू टक्क लाएर मजाले टिपेँ। अनि हामीले इनफ हाम्रो दुई परिवारलाई पुग्ने गरेर नै सागहरू लियौँ। सागहरू त्यो दुई परिवारलाई मजाले पुग्ने गरेर लिँदा पनि अझै कति बाँकी छ हेर्नुहोस् त। त्यही भएर यो 70 पाउन्ड पर इयर तिर्दाखेरि इट्स वर्थ इट। एउटा कुरो थेरापीको रूपमा काम गर्ने भयो, अर्को कुरो चाहिँ अर्ग्यानिक सागपात आफूले खान पाइने भयो एभ्री डे सिजनको टाइममा। अफ सिजनमा पनि त्यही अनुसारको के लगाउन सकिन्छ त्यो त हजुरहरू आफ्नै बुझ्नुपर्ने हुन्छ। तर मलाई चाहिँ बोथ थेरापीको हिसाबले, इन्जोयमेन्टको हिसाबले, अनि पैसा पनि त्यति महँगो छैन, रमाइलो पनि हुने, आफ्नो छोराछोरीलाई पनि ल्याएर सिकाउने। म पनि अब चाँडै नै मेरो छोरालाई अभियानलाई ल्याएर यो खेतीपातीको बारेमा देखाउने, सिकाउने सुरु गर्दैछु चाँडै नै, ताकि उसले सानोबाट नै यसको बारेमा जानकारी लिन सकोस्। मजाले हेर्नुहोस्, यसरी सागहरू टिपेर आज मजाले घर गएर सागको तरकारी खाइन्छ अर्ग्यानिक है। यसमा साँच्चै यो अर्ग्यानिक किन पनि हुन्छ भने यहाँ कुनै पनि अरू प्रकारको मलहरू युज हुँदैन, कृत्रिम मलहरू। यहाँ चाहिँ काउन्सिलले नै आफ्नो को मान्छेहरू हुन्छ उनीहरूले नै घोडाको मलहरू ल्याएर साइड साइडमा छोडिदिएको हुन्छ, त्यो घोडाको मलहरू युज गर्ने हेर्नुहोस् त। मल पनि उनीहरूले नै उपलब्ध गराउँछ भनेपछि कति रमाइलो। पैसाको हिसाबमा जस्ट 70 पाउन्ड तिर्ने, बाँकी अब सानोतिनो बिउहरू तिर्ने त छँदैछ। त्यो धेरै कस्टली पनि हुँदैन, एकदम सस्तो हुन्छ बिउहरू लिनलाई। ल हेर्नु यसरी मजाले साग गऱ्यो। अब हामी चाहिँ अब यो वरिपरि छिमेकीहरूले चाहिँ के गरेछ भनेर देखाउँदै हिँड्छौँ। ल हेर्नु है त, यो ठाउँ ठाउँमा सबैले आफ्नो तरिकाले खेतीहरू गरेको छ। यो चाहिँ एउटा अफ्रिकन छिमेकी रहेछ, उनीहरूले गरेको यो एरिया चाहिँ एकदम गजबको भव्य नै छ।
उनीहरूले चाहिँ टन्नै चिजहरू गरेको रहेछ यहाँ स्याउहरू पनि रहेछ अनि त्यसपछि गएर यहाँ हेर्नुहोस् है त यहाँ अरूहरू पनि टन्नै चिजहरू गरेको छ किनभने यो चाहिँ फुल पनि गरेको छ हेर्नु न कस्तो मजाले यो चाहिँ के हुँदो रहेछ भने अलटमेन्ट गर्दाखेरि चाहिँ उनीहरूले चोइस दिँदो रहेछ अब ठुलो साइज लिने कि सानो साइज लिने कि आफ्नो होइन टाइम एफर्टहरू कति दिन सकिन्छ त्यो अनुसारले नै कमिटमेन्ट कतिको छ त्यो अनुसारले लिने हो हाम्रो यो अफ्रिकन यो छिमेकीहरूले चाहिँ मजाले ठुलो एरिया लिएर गजबले पुरै खेती गरेको छ हेर्नुहोस् एरिया नै ठुलो धेरै चिजको आइटमहरू सबै गरेको छ ल हेर्नु यहाँभित्र कत्रो छ कोर्जेट एकदम ठुल्ठुलो छ ल हेर्नुहोस् विभिन्न थरीका सागहरू अब यो भन्दै गर्दाखेरि मलाई आफूलाई व्यक्तिगत रूपमा त्यति धेरै मलाई ज्ञान त छैन यो बारेमा जस मलाई चाहिँ एउटा इन्ट्रेस्टिङ लागेको चाहिँ युकेमा पनि यसरी अलटमेन्ट गरेर मजाले आफ्नो सागपात खान सकिने रहेछ भन्ने कुरा चाहिँ बल्ल मैले थाहा पाएको हाम्रो यो उमेश दाइ र हाम्रो भाउजूले गर्नुभएको रहेछ अनि उहाँहरूले नै मलाई यो बारेमा जानकारी गराइदिनु भयो अनि मैले चाहिँ यो आएर यसो भिडियो बनाएर आफूलाई आफ्नो जानकारीको लागि प्लस अरूलाई पनि जानकारी गराइदिउँ भन्ने हिसाबले मैले चाहिँ यो भिडियोहरू बनाएको हेर्नु छ नास्पतिहरू पनि छ पियर्स मजाले स्याउहरू टन्नै यो सबै वरिपरिको मान्छेहरूले गरेको चिजहरू है त यहाँ एउटा गोराले पनि बिहानै आएर आफ्नो ठाउँमा के कटिङ सटिङ यताउता गरिरहेको छ अनि पार्किङ गर्ने ठाउँ पनि आफ्नै अलटमेन्टकै नजिकै हुन्छ पहिला सुरु गेटभित्र चाहिँ छिर्नु पऱ्यो अनि त्यो एरियामा छिरिसकेपछि चाहिँ अनि यो बेथेको साग हेर्नु न यो पनि के राम्रो हुँदैथ्यो भने वरिपरि छिमेकीहरूले चाहिँ यो बेथेको साग चाहिँ देख्दो रहेछ अनि उनीहरूले चाहिँ खाँदैन अनि फाल्दो रहेछ अनि तपाईँले चाहिँ हजुरहरूले चाहिँ गएर रिक्वेस्ट गरेर त्यो बेथेको साग लिन पाउँदैन भन्छ फाल्नुभन्दा म ल्याउँछु बरु दिनुहोस् भनेर भन्न सकिँदो रहेछ त्यसपछि थरी थरी तरिकाले आफ्नो अब क्रिएटिभ माइन्ड लगाएर कसरी के गरी अब सागसब्जी लगाउने अथवा ग्रिन हाउस गरेर पनि हुन्छ कि अघि हेर्नुभयो त्यहाँ टायरमा अनि मैले देखेको प्रायः जस्तो धेरैले सागसब्जी त छँदैछ यो विदेशीहरूले चाहिँ स्पेसली ब्रिटिसहरूले चाहिँ यो फुलहरू धेरै गरेको देखेँ मैले एकदम लटरम्मै थरी थरीको फुलहरू गर्ने अनि त्यो टिपेर लगाएर घरमा लैजाने आफ्नो व्यक्तिगत युजको लागि गर्ने बाइ द वे यो अलटमेन्टमा चाहिँ जति पनि खेतीपाती गर्नुहुन्छ यो कमर्सियल युजमा चाहिँ पाउँदैन है मैले थाहा पाएअनुसार चाहिँ हजुरले कता लगाएर बेच्ने पैसा कमाउने त्यो हिसाबले चाहिँ गर्न पाउनुहुन्न कुखुराहरू पालन पनि छ आफ्नै व्यक्तिगत युजको लागि प्लस कुनै च्यारिटी वर्कमा गएर हेल्प गर्ने र छरछिमेकलाई दिन चाहिँ पाइयो पैसा कमाउने हिसाबले चाहिँ एज फार एज आई नो यु आर नट अलाउड टु डु है हेर्नुहोस् यहाँ यसरी ठाउँ ठाउँमा पानीको सुविधा राखिदिएको हुन्छ यो चाहिँ पानी ओभरफ्लो भइरहेको रहेछ अनि यहाँ बाइ द वे हजुरहरूले आएर आफ्नो अलटमेन्टको एरियामा चाहिँ बसेर कुर्ची सुर्ची ल्याएर बारबिक्यूहरू गर्न पनि सक्नुहुन्छ एज लङ एज यु आर नट डिस्टर्बिङ अदर्स है ल हेर्नु कति मजा फुल हेर्नुहोस् यहाँ कस्तरी लगाएको छ पोलमा विभिन्न थरीका फुलहरू राखेर यहाँ हाम्रो यहीँको ब्रिटिस गोराहरूले चाहिँ यसरी गरिरहेको छ है ल हेर्नुहोस् फुलहरू कति मजा कति आनन्द ल हेर्नुहोस् त यो हाम्रो उमेश दाइले चाहिँ एक्सप्लेन गर्दै हुनुहुन्छ कि यो ठाउँमा चाहिँ पहिला अझै योभन्दा नि बढी झपक्कै फुलहरू थियो अरे अहिले चाहिँ अलिकति मोजाउँदै गएको छ नत्र भने त एकदमै बिग अमाउन्टमा चाहिँ यहाँ फुलहरू यो स्पेसली यो ठाउँमा चाहिँ रहेछ जो चाहिँ एउटा छिमेकीले गरिरहेको रहेछ विभिन्न थरीका फुलहरू एकदमै रमाइलो ल हेर्नुहोस् अब यो के हो यो गुलाब हो कि के हो आई डोन्ट नो मलाई अगेन मैले भनिहालेँ मलाई त्यति नलेज त छैन तर मैले चाहिँ एकदमै इन्जोय गरेँ साँच्चीकै मैले चाहिँ एकदम इन्जोय गरेँ हजुरहरूले पनि जानुहोस् गुगलमा च्याट जिपिटीमा सोध्नुहोस् अलटमेन्ट ALOOTMENT अलटमेन्ट भनेर हाल्नुहोस् ल हेर्नुहोस् मैले अलिकति पोज पनि दिइरहेको छु यहाँ बेल्चा बोकेर अनि KGF स्टाइलमा ल है शान्तिनो मैले आज कन्ट्रिब्युसन दिएँ अनि हाम्रो उमेश दाइले पनि पोज दिँदै हुनुहुन्छ बेल्चा बोकेर र यो हामीले आज गऱ्यौँ सबै चिजहरू थन्कायौँ र आज हामीले अराउन्ड 2 घन्टा जति यहाँ टाइम स्पेन्ड गऱ्यौँ एकदम रमाइलो भयो हामीले साग पनि ल्यायौँ र यसरी हामीले अब बाहिर जाँदैछौँ ल हेर्नुहोस् है त यहाँ हाम्रो यो
मान्छेहरू कसरी बिहान बिहान आएर आफ्नो क्षेत्रमा काम गर्दा रहेछन्। अनि त्यसपछि हामीले यो ठाउँ चाहिँ मैले देखाइरहेको चाहिँ यहाँ चाहिँ मलहरू राख्ने ठाउँ, यसरी गेट ओपन हुन्छ जाने। यसरी मैले चाहिँ आज आफ्नो 2 घन्टा बिहानको स्पेन्ड गरेँ। हजुरले पनि चाहनुहुन्छ भने go and find out about allotment in the UK. Thank you very much for watching.